हेलो वडा अध्यक्षज्यू नमस्कार। नमस्ते हजुर। सर इस्मा गाउँपालिका वार्ड नम्बर 6 को वडा अध्यक्ष ढालबहादुर कुँवरजी बोल्नुभयो। हजुर म सुनिल नेउपाने बोले बुटोलबाट। हजुर सर तपाईँको त्यो वडामा आज एउटा हामीले भर्खरै मात्र सूचना पायौँ, त्यो एउटा घरायसी विवादका कारण श्रीमानले चाहिँ श्रीमतीको हत्या गरेको भन्ने के हो, यसबारे बताइदिनुहोस् त। होइन, अब यस्तो त तपाईँको अहिले पुलिसले अनुसन्धान गर्दै हुनुहुन्छ। हजुर घटना भएको त सत्य हो। घटना भएको सत्य हो। हजुर अब पिटमार गरेर भयो वा लोटेर भयो भन्ने कुरा अझै तथ्य बाहिर आइसकेको छैन। हजुर तथ्य सहित बोल्न पर्यो हामी फेरि हामी। हजुर कति बेलाको घटना हो सर यो? हिजो दिउँसो रहेछ। अनि तपाईँहरूलाई त्यहाँ प्रहरीलाई अथवा तपाईँहरूको त्यहाँको जनप्रतिनिधिलाई कति बेला थाहा भयो? हामीले त यिनीहरूले तम्घास लैसकेपछि राति थाहा भयो कि बल्ल। ए भनेको तपाईँहरूले हिजो राति थाहा पाउनुभयो? उपचारको लागि तम्घास लगेछन्। हजुर पुलिसले त लड्दा लड्दै लडिसकेपछि थाहा भयो, तम्घासतिर उपचारले पठाइहाल्यो। लड्दै भन्नाले तपाईँहरूको त्यहाँ श्रीमान श्रीमती झगडा गर्दा गर्दै भन्दा पनि गरिसकेपछि अब त्यहाँ छुट्याउनले छुट्याइसकेपछि बल्ल प्रहरीलाई जानकारी गराएछन् तिनीहरूले। ए भनेको केमा चोट लागेको रहेछ र त्यो श्रीमतीको? घरङतिर टाउकातिर कता कता भन्दै थिए। म पनि यसमा अन्त्य थिएँ। म हिजो साँझ मात्रै। तपाईँ त्यो घटनास्थलमा जानु भएन? तपाईँ एउटा अध्यक्ष यति बेलासम्म? म त गएँ त बिहान, जिल्ला प्रहरी कार्यालयबाट आउनुभयो, म बिहान गएँ होइन। हजुर अनि सबै त्यहाँको चाहिँ मुजुरो सुजुरो उठाइयो अनि अरूलाई तम्घासतिर पठाएर म निस्केँ। ए तपाईँहरूको के छ अनुमान? यसो झट्ट हेर्दा के बुझ्नु भएको छ यो घटना? यसो छ कुरा। अब हजुरको त्यहाँको प्रत्यक्षदर्शीको भनाइअनुसार दुईजना लडिरहेका थिए। हजुर हामी आएर छुट्टाएका हौँ भन्ने देखिन्छ होइन। हजुर अब हामीले यसै हजुरको केही भन्न मिलेन, त्यही त त्यहाँ अन्दाजको भरमा होइन। हजुर मान्छे त्यो चाहिँ दुईजनै बदमास रक्सी खाने खाली हुन्। हजुर के नाम हो श्रीमानको? के नाम हो? अमनबहादुर कुमाल हो। अनि हाम्रो चाहिँ मृतक श्रीमतीको श्रीमतीको नाम के भने है, छोरी त कति वर्षको हुनुहुन्थ्यो अन्दाजी? यिनीहरू त लगभग 40-45 को हाराहारीमा श्रीमान थियो। हजुर उहाँको बालबच्चा के छन्? बालबच्चा 4-5 भइन छन् भन्ने कुरा आएको छ कुरा। ए हजुर त्यसमध्येमा सानो बच्चा मात्र यहाँ साथमा रहेको, अहिले 3-4-5-7 वर्ष 8 वर्ष कतिको बच्चा। हजुर बाँकी बच्चा बच्ची चाहिँ काठमाडौँतिर कता काम गरी खानी गरेर हिँडिरहेछन् भन्ने कुरा सुन्नमा आएको छ होइन। उनीहरूलाई खबर भयो? उनीहरूलाई जानकारी चाहिँ त्यसको हजुर आमालाई जानकारी गरौँ भनेर भनेको। अहिले सब कता कहाँ अहिले के छ? सब अहिले प्रहरीसँगै कि कता छ? सब त अहिले चाहिँ तपाईँको हिजो हस्पिटलमै मुर्दाघरमा राखेका थियौँ। हजुर त्यहाँ पुलिस प्रहरी नै त्यहाँ गएर मुर्दाघरमा राखेर गराएछन्। अहिले पोस्टमार्टम भएर ल्याउने कुरा हो। हजुर हुन्छ वडाध्यक्षज्यू, त्यहाँ अब दोषीलाई चाहिँ कडा रूपमा कारबाही होस्। अब अनुसन्धानले बताइसकेपछि त फुस्किन्न पाउँदैन। हजुर हुन्छ वडाध्यक्षज्यू, ल यही विषयमा मैले बुझ्छु भनेर महत्त्वपूर्ण समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। हस् हजुर हस् त।